एउटा ऱ्याप है। यो चाहिँ मैले जीवनमा भएको कुराहरू बारे धेरैको जीवनमा मेल खान सक्छ। यो सुनेर प्रतिक्रिया दिनुहोला। आज बल्ल बुझे मैले, म त सबको लागि बको रहेछु बोझ। 24 वर्ष लागिसके गर्न सकिन मैले सफलताको खोज। डुलिरहेछु साथीसँग गरिरहेछु मोज। गाउँमा काण्ड परो भने सबले लाउँछ मलाई दोष। माया गर्ने प्रेमिका नि दिन्न आजकल बाल मलाई साथ दिए जस्तो गर्छन् पछिबाट छुरा गर्छन्। हाँस्छन् सबै देख्दा मेरो मनको पीडा सुनाउ कसलाई। सर्थ यो संसारमा मान्छे सबै स्वार्थी हुन्छ। आफू नै राम्रो छैन दिन खोज्छ अर्थी। मनभित्र पीडाहरू खात लाग्छ कति आउ हातेमालो गरौँ मनमा पीडा भएका जति। कोही पुगे विदेश अनि कोही भए लाउरे यता। म मात्र एक्लो भएँ बेसहारा साथी। सबै उडिरहेछ माथि म चाहिँ बसिरहेछु भुइँमा। याद आउँछ म रुँदा बोक्थ्यो आमा भुइँमा। आज तिमीले नै भन्यौ कस्तो छोरा पाइछु थुइया। यस्तै होइन छोरा मान्छेको जिन्दगी। यो विगतका दिनहरू फर्की हेर्छु म। रोप्न सकिन मैले एउटा सफलताको बिउ। अल्छी गरी बसे मैले फ्युचर नै नसोची। भाग्यले पाइहाल्यो ठग्ने एउटा न्यू। के गर्ने थाहै छैन जिन्दगी लामो छ। गन्तव्य टाढा छ बाटो निकै कठिन छ। उकालो ओह्रालो साँघुरो भिरालो बल्ल बल्ल हिँड्यो झन् बाटो काट्छ बिरालो। आमा जहिले बिरामी बाउले गर्छन् ज्यामी। बुढो बाउले कमाएर 2 छाक रोटी खानी। भोकै बस्नु पर्छ एक दिन पर्यो भने पानी। यता जवान छोरो डुलिरहेछ भनेको नमानी। तर गर्न खोज्छु मैले पनि हुन भने जस्तो। पैसा रहेछ ठुलो म चाहिँ हुन पुगे सस्तो। पैसाको अभावमा म सबैभन्दा एक्लै बाँच्छु। बेग्लै बाँच्छु अरूभन्दा दुःखै मात्र पाछु। दुःख सबै मनभित्र छ अड्किरहेको सासु। अगाडि छ अन्धकारमा कतातिर गाछु। खोइ कस्तो जीवन मेरो लाग्छ मेरो शरीरमा छ 70% आँसु।